Sometimes you see a pic once and it lives in your mind forever. Hi everyone, my name is Neha Rai and no, I'm not a regular vlogger. I don't upload videos every week. I do it for something more personal, to capture memories raw and real, so that one day when my hair turns grey, I can look back and smile at the life I have lived, the mountains I have walked, and the moments that made me feel truly alive. So this time I'm heading to Mount Kanamo, a stunning trekking peak standing at 5,990 meters in Spiti Valley, Himachal Pradesh. हामी यहाँ चाहिँ हाम्रो ब्याकप्याक रेडी भइसक्यो हैन हामी यहाँदेखि चाहिँ ट्रेकिङ स्टार्ट गर्छ यहाँ चाहिँ गाडीमा छ हो अनि एक माने घुम्दै आथे हाम्रो स्टार्ट भयो हैन अब चाहिँ कनामो पिकको लागि अनि मेरो चाहिँ आज सानो भारी छ अहिले एकछिन सानो मात्रै हो किनभने हाम्रो 3 लोड मात्रै भयो नि त भारी हैन यो चाहिँ सानो खानाहरु जुन चाहिँ छ अनि यो चाहिँ अहिले अलिक माथि पुगेपछि एक्सचेन्ज गर्दै पुग्छ हो Funny thing is, this was not planned. After returning from our expedition to Chau Chau Khang Nilda, we had no fixed agenda. But sometimes, life does not wait for a perfect timing. One moment we were resting, the next we pack our bag and just move forward. I still remember the first time I saw Mount Kanamu. It was during our Chau Chau Khang Nilda expeditions. We were resting in a small village called Lanja, and I looked to the left, and there it was, standing silent and strong. My friend pointed and said, "That's Mount Kanamu." And in that moment, something shifted inside me. Since then, the peak never left my mind. And now, here I am walking towards it. No overthinking, no second guessing. Just one thought, don't think, do it. पुग्नुपर्छ यहाँनिर अनि यहाँनिर सानो लेक पनि रहेछ है अनि यहाँनिर चाहिँ कस्तो राम्रो रहेछ हैन लेक त्यो झिल त्यहाँ फोटो खिचेर फेरि अगाडि बढेको अब हाम्रो बेस क्याम्पहरु पुग्न आट्यो यहाँ अब चाहिँ हिउँहरु पनि भेट्न थाल्यो हो है किसका भिडियो बनाऊं हामी कनामको बेस क्याम्प पुग्नु आँटे जस्तो लाग्दैछ अम्बो So hi guys, finally we reached the base camp of Kanamo Peak. And this is our base camp. So we are going to pitch our tent here. Ani so यही हो अब हाम्रो आजको घर टेन्ट लगाएर टेन्ट लगाउँदैछ हैन सो अहिले चाहिँ हामी टेन्ट लगाएर पनि लुगाहरू फेरेर अन्त अब यहाँनिर बेलुकाको खानाहरू पकाउन यहाँनिर त्यस्तो हुन्छ यो चाहिँ सिलिन्डर र ग्यास ब्युटन सानो सानो यसमा पकाइ खानुपर्छ अब चाहिँ यहाँनिर चाहिँ अँध्यारो भइसकेको छ हो अहिले चाहिँ बज्दैछ 8 हो अनि अब चाहिँ हामी रातिको 1 बजी उठ्छ अनि 2 बजी यहाँबाट हिँड्छ हो अन्त हामी यहाँ 4 जना एउटै टेन्टमा छ हो अनि सो अहिले चाहिँ भनी 3:30 बज्दैछ अनि हामी चाहिँ यसरी राति निस्किनु पर्छ है किन राति निस्किनु पर्छ भन्दाखेरि चाहिँ यो जुन चाहिँ मुनिको भ्यू देख्नुहुन्छ अहिले हिँड्नु कति सजिलो परिरहेको छ यो गाडेको पनि छैन फेरि यो चाम्रो भएर अहिले माइनस टेम्परेचरमा गएर चाहिँ यो कम्प्याक्ट भएको छ फेरि घाम लाग्यो भने चाहिँ यहाँ सान गाडिन्छ त्यही कारण चाहिँ बेलुका समिट पुस गर्छ हो गुड मर्निङ गाइस सो अहिले चाहिँ उज्यालो भइसकेको छ है अहिले चाहिँ 5 बज्दैछ अनि हामी चाहिँ त्यो पल्लो डाँडादेखिको तलबाट उकालो आएको हो अझै 500 मिटर गेन गर्नुपर्ने छ हो अन्त रातभरि हिँडेको अनि थाक्यो अहिले आइपुग्दाखेरि त अन्त यहाँ बल्ल यो
हिउँ घारी काटेर चाहिँ यहाँ यस्तो मोराइनमा आइपुगेर चाहिँ यहाँ बसेको। अहिले मसँग चाहिँ छ 2 जना हो। एकजना हाम्रो गाइड हुनुहुन्छ, एकजना मेरो साथी, एकजना चाहिँ ऊ तल आउँदैछ, यहाँ आउँदैछ। अलिक हिँड्नु सकेको छैन ऊ चाहिँ हो। अझै त निकै छ। कैसा लग रहा है? बहुत अच्छा। अच्छू कैसा लग रहा है? बहुत अच्छा लग रहा है। सो गाइज सनराइज पनि भइसकेको छ। उज्यालो भइसकेको छ अनि यति डह्रो छ। अम्बो हावा बिहान बेलुकाको 2 बजी हिँडेको, अहिले 7:30 भइसक्यो। स्टिल पुगेको छैन हामी है, अझै लाग्छ टाइम। अनि बिचमा चाहिँ यहाँ जस्तो स्क्रिप हेर्छ, यो त्यस्तो सजिलो हुन्छ भनेर नसोच्नुहोस्। यहाँनिर चाहिँ एक खेप टेक्यो भने 2 खेप तल जान्छ यसरी स्क्रिनमा चाहिँ। सो फाइनली गाइज कन्नमो टप चाहिँ त्यो हो। अनि अहिले चाहिँ हामी पुगिसकेको छौँ। अब चाहिँ गाइज 20 मिनट हिँड्यो भने हामी कन्नमो टप पुग्छ है। 5990 10ले 6000 मिटर पुग्दैन। अनि यहाँ देख्न सक्नुहुन्छ भ्यू। फोटो खिच्ने guys. So hi guys, so finally we reached Konnamo top. So actually guys, Arvind go to first summit ho. So let's congratulate him. Congratulations. Now you are ये पीछे को देख्न सक्नुहुन्छ। हाँ पानी का बोतल दिखा दो तो। सब खत्म मत करना। एक गुटी पीना था मैंने। दिखाओ तो पानी का बोतल। हेर्नुस् गाइस यहाँनिर पानीको बोतल पनि कस्तो यहाँनिर के भन्छ यसलाई फ्रोजन फ्रिज भएको छ हो। सेरी 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 गाइस हाम्रो बाँकी टिम मेम्बरहरू पनि आइसक्नु भएको छ। यहाँ हाम्रो गाइड दाजु हुनुहुन्छ, उहाँले भर्खर पूजा गरेर लुङटा के भन्छ टाँगिसक्नु भएको छ। अनि यहाँनिर खङ्ग्री कङ्ग्रेचुलेसन। ओह्रालो मुस्किलमा हाचेको हो फर्केको। थ्याङ्क यू भगवान्। अहिले चाहिँ बजिरहेको छ 9। अब चाहिँ हामी डाइरेक्ट जान्छ काजा तल टेन्सन उठाएर। यहाँ कुनै कुनै चाहिँ जिन्दगी सवार दो एक नई बार दो दुनिया ही बदल दो मैं प्यार सा चमत्कार 1 2 3 गो। मेरा क्या हो गया? Hi guys, back from Konnamo and so tired and so sick. रुनु मात्रै सकेको छुइनँ। जय श्री हल्ला।